विशेष महाधिवेशनका प्रतिनिधिहरूको विशेषाधिकारको रूपमा रहेको र केन्द्रीय कार्य समितिको क्षेत्राधिकार र अग्राधिकारको रूपमा रहेको विशेष महाधिवेशन बोलाउने चाहिँ हाम्रो हक माग गर्ने हाम्रो हकलाई सुरक्षित राख्दै आज हामीले पार्टी समक्ष हाम्रा नेताहरूलाई स्मरण गर्दै हाम्रो आस्थाको धरोहर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको परिसरमा उभिएर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशभरिका साथीहरू जो झण्डै 53% संख्यामा हस्ताक्षर गर्नुभएको छ, पार्टीको एउटा सिङ्गो आत्मा, पार्टीको मेरुदण्ड, पार्टीको मूल प्रवाहको रूपमा रहनु भएको छ, ती साथीहरूको भावनालाई चाहिँ प्रतिनिधित्व गर्दै आज हामीले हाम्रो पार्टीको श्रद्धेय कार्यवाहक सभापतिलाई हामीले यो आवेदन पत्र दिने हामीले निर्णय गरेका छौं, निवेदन दिने निर्णय गरेका छौं। यस अवसरमा पार्टीको सभापति आदरणीय शेरबहादुर देउवाले यो विषम परिस्थितिलाई मध्यनजर राख्दै केन्द्रीय कार्यालयमा केन्द्रीय बैठकमा जुन पार्टीको सम्पूर्ण जिम्मेदारी सुम्पिनु भएको छ, हस्तान्तरण गर्नुभएको छ, यसका लागि पनि हाम्रो पार्टी सभापतिलाई हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौं र सम्पूर्ण तोडफोड आगजनीका जति पनि घटनाहरू छन् ती घटनाप्रति हामी निन्दा व्यक्त गर्छौं र पार्टी सभापति र उहाँको परिवारमाथि जुन सांघातिक आक्रमण भएको छ त्यसको पनि हामी निन्दा गर्छौं र शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छौं र यो पत्र निवेदन पत्र हामीले हाम्रो कार्यवाहक सभापतिज्यूलाई हस्तान्तरण गर्दैछौं। आदरणीय सभापति अगाडि साथीहरु छोड्दिन न। यो जम्मा अगाडि जाने भए किन यो नामावली हो, यो पनि दिने हो, नामावली र यो हस्ताक्षर मोबाइल हटाइदिनु न साथी अगाडिको। साथी अलिकति है हाम्रो चिजै जाने वाला हैन।